हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो। धेरै पछि मैले चाहिँ रियाक्सन भिडियो लिएर आएको छु है त साथीहरू, किनकि मैले भ्याएको थिएन, 4-5 दिन भइसकेको छ। मलाई यति धेरै माया गर्नु हुँदै पनि म एकदमै बिजी भएको कारणले गर्दाखेरि मैले चाहिँ रियाक्सन भिडियो लिएर आउन पाएन। मैले चाहिँ एकदमै नेपालकै सबैभन्दा गर्मी ठाउँमा गएको थिएँ साथीहरू, नेपालगञ्ज। त्यहाँ चाहिँ नसुत्न सकिन्छ, न हिँड्न सकिन्छ, न बस्न सकिन्छ। यति बिति गर्मी, भित्ता सुत्दा भित्तै तातो होइन, बिस्तारामा सुत्यो बिस्तारै तातो, यति बिति गर्मी साथीहरू, बस्न नसकिँदो रहेछ होइन नेपालगञ्ज चाहिँ। त्यही भएर हामी चाहिँ फर्किसकेको छौँ चितवन। मैले चाहिँ आज चितवन बसेर चाहिँ रियाक्सन गर्दैछु हाम्रो महावीर पुन्जीको। उहाँ चाहिँ मनको एकदमै सफा पनि होइन, टक्क टक्क जवाफ दिने, दायाँ बायाँ केही होइन, टक्क जवाफ दिनुहुने, अनि मनको सफा। अनि उहाँको भिडियोलाई चाहिँ हाम्रो पर्वत बस्नेतजीले चाहिँ रियाक्सन गर्नुभएको छ र मैले उहाँको भिडियोलाई चाहिँ रियाक्सन गर्दैछु साथीहरू। त्यही भएर अब चाहिँ हामी सबैजना मिलेर हेरौँ है त। सपना अविरल यात्रा महावीर पुनको आयो हजुर। सांसदज्यू अब स्कुल जाने हजुर हिजो पढाइ होइन आज पनि के हुन्छ कि हुन्न थाहा छैन। जानु पर्यो एकदमै अनेस्ट भएर, इमान्दार भएर, छातीमा हात राखेर, एउटा हात चाहिँ छातीमा, अर्को हात चाहिँ उठाइदिनु होला। कसले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लिनुभएको छ यो हलमा? हो अलगी लेभलको भन्दा त अहिलेसम्म जिन्दगीमा बिमै नगरेको मान्छे म छु यार। कहीँ पनि बिमा गरेको छु। बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु रे। अब किसानले चाहिँ किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु। एउटा ट्याक्सीमा भनौँ न 20-30 हजार खायो ल मानौ, एउटा भने 20-30 हजार खाए भन्ने हुन्छ। 15 लाख खाने हो त जसले त्यसको मुखको बाङ्ग्रा सङ्ग्रा झाडिदिने होइन त। एउटा ट्याक्सीको नम्बर प्लेट दिनलाई 15 लाख खाने र खुवाउने त्यस्तो किसिमको कुरालाई चाहिँ अनदेखा गरेर नदेखे जस्तो गरेर बस्ने सरकार, पहिलाको सरकारहरू मरेको सरकारहरू थियो। अब तपाईँलाई अचम्म लाग्ला होइन, मलाई चाहिँ अब सबैले चाहिँ अब कबाडी भन्छन् है, किनभने कबाडीको काम चाहिँ देखेका छन्। यो बायोमेडिकल सेक्टरमा रिसर्च हुने कुराहरूमा सबैभन्दा धेरै त्यसैमा हुन्छ। डिजिटल हेल्थ र बायोमेडिकल र अब भनौँ न सफ्टवेयर एआई त्यस्तोमा रिसर्च हुन्छ भन्ने कुरा त बाहिरको मान्छेहरूलाई थाहा छैन, किनभने हामीले भन्दा पनि भनेको छैन है। तपाईँको जीवनमा कुनै दिन तपाईँको प्रेमिका थियो? प्रेमिका भएर त बिहा गरे त नि। आफैलाई सेल्फ एनालाइसिस गर्दाखेरि चाहिँ महावीर पुन को हो जस्तो लाग्छ हजुरलाई? मान्छे हो। राष्ट्रिय आविष्कार केन्द्रमा हुँदाखेरिको महावीर पुन र आज यो शिक्षा मन्त्रालय सम्हालेर बसिरहेको महावीर पुनमा के फरक पाउँछ? केही फरक छैन। अब कतिपयले मलाई चाहिँ फोन गरेर तपाईँ 6 महिना मन्त्री हुँदाखेरि शिक्षामा चाहिँ आमूल परिवर्तन गरिदिनु पर्यो भन्छ। कस्तो हाँसो लाग्ने कुरा गर्छ। संसदमा चाहिँ प्रधानमन्त्री अहिलेसम्म आउनु भएको छैन, प्रतिपक्ष विरोध गरेको गरेछ, सभामुख अगाडि बढेर पेले हुनुहुन्छ। खास के छ तपाईँको यसमा धारणा? मेरो धारणा केही छैन क्या, यो कुराहरू मलाई नसुनाउनुहोस् भन्न मैले हिजो पनि भने, अस्ति पनि भने। शैलेन्द्र बडु मन्त्रीजी हुनुहुन्थ्यो, उहाँलाई फेरि वाइफाई भनेको के हो थाहै छैन क्या। फेरि उहाँलाई मैले चाहिँ 1 घन्टा लाएर वाइफाई भनेको यस्तो, इन्टरनेट भनेको नि उहाँलाई थाहा थिएन। उहाँ सञ्चार मन्त्री हुनुहुन्थ्यो शैलेन्द्र बडुजी। 1 घन्टा लगाएर मैले इन्टरनेट भनेको के हो, यो कसरी आउँछ, यो कसरी चल्छ भन्ने कुरा उहाँलाई सिकाएँ। हर्क साम्पाङले त अध्यादेशको विषयमा महावीर पुनलाई केही पनि थाहा छैन, उहाँलाई के थाहा हुनु, ऊ मात्रै जान्ने छ, म जान्ने छैन, मलाई त केही थाहा हुन्न नि। केको मार्गदर्शन मान्नु पर्यो नि। फेरि म मान्छु ल म मान्छु। मेरो युवाहरूलाई मेरो एउटै मार्गदर्शन छ, कसैको मार्गदर्शन नखोज्नु। म माननीय सदस्य महावीर पुनलाई समय दिन्छु, समय 5 मिनट। त्यसमा के हो आफ्नो विषय त्यो राख्नुहोला। ल, सर्वप्रथम त म एउटा अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुखज्यूलाई, जेसुकै गर भन्ने सन्देश दिन्छु म। धन्यवाद। एउटा सन्देश दिन चाहन्छु भन्नुहुन्छ नि, जेसुकै गर। उहाँको बोली चाहिँ यति स्विट, यति फनी,
बोली मात्र होइन। अनि उहाँ जे कुरा पनि बोल्दाखेरि के एकदमै फनी लाग्ने के अनि फनी गराइदिनु हुने के अनि उहाँले गर्नुभएको काम पनि यति राम्रो हुन्छ होइन। उहाँ चाहिँ एकदमै मनको सफा, मलाई चाहिँ एकदमै मनपर्छ होइन। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? जे होस् सबैजनालाई मनपर्छ, धेरैजनालाई मनपर्छ उहाँको जुन काम, उहाँको बोली होइन। मलाई पनि एकदमै मनपर्छ। अब हेरौँ है त के बोल्नुहुन्छ उहाँ चाहिँ। धन्यवाद। मैले त नाम लेखाएको थिएन, आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएकोमा र आज 5 मिनट दिनुभएको छ, यो चाहिँ आजलाई पुग्छ। हिजो मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ। मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि। अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु। हिजो पढाइ भएन। बालनको पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो? थाहा छैन के फेरि हो भन्छ यार। थाहा छैन भन्दैछु फेरि हो भन्छ। माने जो शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ? मलाई थाहा छैन, भगवान् पशुपतिनाथलाई गएर सोध्नु। उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगञ्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धियो। त्यो चाहिँ ठहरै बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नववर्धन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिस्कको झोकमा गरेको हो। माफी चाहन्छु। भोलि भविष्यले बताउला। महावीर पुनको नेतृत्वमा नयाँ पार्टी नखोल्ला भन्न सकिन्न भन्ने हो क्या? सकिन्न। जिन्दगीको केही भर छैन। हेर्नुहोस्, महावीर पुन सांसद हुन्छ भन्न कसैले ठाने थियो? आज तपाईँले रोस्टमबाटै माफी माग्नु भएछ। हिजो कुन मकसदमा चाहिँ कहाँ माफी मागे? तपाईँले माफ चाहन्छु त भन्नुभएको छ त। यसो भन्यो नि। यो श्राप चाहिँ कसलाई हो? प्रधानमन्त्रीलाई हो? सबै नेतालाई एउटालाई पनि होइन। 70 वर्षको जेल होइन 30 वर्षको। खोइ भगवान्ले साह्रै हेला गरेर हेल्दी बनाइदियो। अब के गर्ने? रोगले त मलाई मनै पर्दैन। के हो साला रोगले पनि हेला गर्छ। हेर्नु रोगले पनि हेला गर्न थालेछ होइन हाम्रो महावीर पुनलाई। हामीलाई पनि रोगले हेला गरेको भए त कस्तो राम्रो हुन्थ्यो होला होइन। त्यस उहाँ चाहिँ हेल्दी हुनुहुन्छ अरे। उहाँलाई चाहिँ केही सानोतिनो रोग पनि लाग्दैन अरे। अनि उहाँलाई चाहिँ रोगहरूले नि हेला गर्छ अरे। यस्तै सधैँ यस्तै स्वास्थ्य रहिरहनु। सधैँ रोगले चाहिँ महावीर पुनजी जस्तो नेताहरूलाई चाहिँ हेला गरिरहनु होइन। किनकि हाम्रो देश बनाउनु छ, त्यसैले रोग नलागोस्, स्वास्थ्य रहनु। सधैँ रोगले चाहिँ हेला गरिरहोस् है त हजुरलाई। होइन कालो हुन्छ मन परेन। पढ्नलाई किन कालो चाहियो त नि? बालियनको सिको भन्नु लाग्यो। महावीर पुनको आत्मकथा। महावीर पुनले कसलाई ठोक्यो, कसलाई चाहिँ गोद्यो भन्ने कुरा पनि छ। मतलब वो अलग ही लेवल का बंदा था। 12 करोड रुपियाँ कसै कोही नाथेले कमाएको छैन नेपालमा। पर रहनुहोस् है, यहाँ पैसा लुटिहाल्छ। मैले किताब बेच्दाखेरि 2टा फाइदा छ। एउटा रमाइलो हुन्छ किताब बेच्दाखेरि, अर्को कुरा दिनमा 1-2 लाख रुपियाँ, 2-3 लाख, 3-4 लाख रुपियाँ सञ्चय कमाइन्छ। अब 3-4 लाख रुपियाँको त साधारण बेचिन्छ क्या दिनमा। अनि त्यो 3-4 लाख रुपियाँ कमाउने समयमा सुतेर बस्ने, सरल जीवन बाँच्ने। मन्त्री हुँदा 1 रुपियाँ पनि कमाएन, तलबै लिएन। मन्त्रीको तलबै लिएन, 1 रुपियाँ खाएन मैले। मन्त्री उल्टै घाटामा जानु भयो जस्तो छ होइन? घाटामा त गइहाल्यो नि अलिअलि। रेस्ट गर्नु पर्यो मन्त्रीज्यू। मर्दैन यो रिस उठ्ने कुरा नगरे। अहिले म झाप्पो हान्छु साथी हो। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन। हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिरहनु भएको छ। केही छ भने मान्यज्यूहरूले लिखित रूपमा अथवा मन्त्रालयमै ल्याएर दिँदा पनि हुन्छ। म चाहिँ बोलिनँ। भूमिका बाँधेन भने नेपाली हुँदै हुँदैन, विदेशी हुनु। भूमिका बाँधेन भने नेपाली हुँदै हुँदैन, विदेशी हुनु।
तपाईँले आज बोल्न पाउनु भएन किन हो? बोल्न पाएको नपाएको होइन, मैले म आफै नबोलेको। म मान्य सदस्य महावीर पुनलाई महावीर पुनजी नै यति स्विट हुनुहुन्छ होइन, उहाँको जुन बोली सुनेर सबैजना ह्याप्पी भइदिनुहुन्छ होइन, हाम्रो जनताहरू होइन। अनि उहाँले जुन मैले जतिखेर पनि भनिरहन्छु, जतिखेर पनि उहाँको चाहिँ प्रशंसा गरिरहन्छु। उहाँ चाहिँ एकदम स्ट्रेट बोल्नुहुन्छ, दायाँ बायाँ केही सोच्नुहुन्न होइन। हाम्रो जुन रचना रिमाल हुनुहुन्छ नि गायिका, उहाँ पनि यस्तै हुनुहुन्छ कि उहाँको पनि यताउति केही सोच्नुहुन्न, डाइरेक्ट बोल्नुहुन्छ होइन। उहाँको लप्पन छप्पन छैन क्या, सिधै मनमा पाप छैन, सिधै बोल्नुहुन्छ होइन। त्यस्तै हुनुहुन्छ कि हाम्रो महावीर पुनजी पनि। जुन उहाँको जुन यो जुन भिडियोहरू गराउनु भएको छ होइन, सर्ट भिडियोहरू गराउनु भएको छ हाम्रो पर्वत बस्नेतजीलाई होइन, उहाँलाई चाहिँ एकदमै सल्युट गर्छु कि, किनकि उहाँले गर्दा हामीले पनि उहाँको जुन भिडियोलाई रियाक्सन गर्न पाइरहेको छौँ। यति धेरै समयपछि, यति 4-5 दिनपछि पनि मैले रियाक्सन भिडियो लिएर आउँदैछु। यति धेरै माया गर्नुभएको छ दर्शकहरूले चाहिँ, अनि त्यही भएर मलाई चाहिँ होइन मैले गर्नै पर्छ है, मैले चाहिँ मेरो दर्शकको लागि पनि मैले गर्नै पर्छ भनेर चाहिँ मैले यो रियाक्सन भिडियो लिएर आएको छु। साथीहरू मेरो यो च्यानललाई चाहिँ माया गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला, र पुरा भिडियो हेर्न चाहनुहुन्छ भने पर्वत बस्नेत अफिसियलमा गएर हेर्नुहोला। र मैले चाहिँ यस्तै रियाक्सन भिडियोहरू चाहिँ लिएरै रहनेछु, 1-2 दिन बिराएर अथवा 3 दिनै। मेरो त्यो जुन समय हुन्छ त्यो समय हेरेर, जुन म बिजी भएन भने चाहिँ म लिएर आउँछु। साथीहरू यति नै मेरो आजको यो भिडियो चाहिँ। मलाई चाहिँ सबैजनाले के कस्तो हुन्छ मेरो भिडियोलाई माया गरिदिनु होला र प्रतिक्रिया दिनुहोला। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त साथीहरू। र हजुरहरूलाई चाहिँ मेरो रियाक्सन भिडियो चाहिँ कस्तो लाग्छ त साथीहरू, कमेन्ट गर्नु होला, त्यहाँ नबिर्सिनु होला नि। फेरि म 3 दिनै लिएर आउँछु, हजुरहरूले चाहिँ मलाई माया गर्नुभयो भने फेरि है त साथीहरू। बाई बाई।